हेलो आदरणीय दर्शक पनि नमस्कार है नमस्कार ल तपाईँहरू के छ सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ मेरो पछाडि ब्याकग्राउन्डमा तपाईँहरूले देखिसक्नु भएको छ आज पनि गोरु सुमार्ने बर सुमार्ने कार्यक्रम भएको छ यसलाई चाहिँ हामीले अहिले सुमार्छौँ यस सुमार्नको लागि हामी साथीहरू जुट्दैछौँ मामा हुनुहुन्छ हाम्रो सोमबहादुरको गोरु अहिलेको यो सिजन भनेको पनि अहिले यो बर सुमार्नको लागि एकदम उपयुक्त सिजन यो एकदम मौसम पनि त्यस्तै छ अहिलेको सिजनमा चाहिँ सुमार्दाखेरि कति पनि यसको अन्डकोषहरू नपाक्ने राम्रोसँग घाउहरू निको हुने हुन्छ ल तपाईँहरूले अब चाहिँ देख्न सक्नुहुन्छ जुरो त मजाको छ नि त यसको त है जुरो त काट्दै छ त यसको त हाम्रो अलि सानो छ जुरो यिनीहरूको त हान्दैन हाम्रो त देखिहाल्छ हाम्रो त नदी जानै नदिने हान्ला हान्न यो त टिमुर किन्छ कि यहाँसम्म त यसरी यसलाई त देउतै जस्तो यो त यसरी पारे यसरी भयो 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 छेकिन्छ नि छेकिन्छ तपाईँ उतापट्टि जानु है अहिले जस्तै है सर छोडी सक्नु भइहाल्यो बाबु एक फेर सर पर्दैन सर पर्दैन हाम्रो त औषध हान्ने पनि हुने हेर हान्ने पनि हाम्रो त अलिक जेठोसित ल्याएर छ नि आफै बोल गरेर लैजाऊ भनेर 8,000 ल्या मैले मासु लिन जाँदाखेरि त्यो गोरु 8,000 पाउने गोरुहरू 8,000 ल्या अहिले बेच्छु भने तेरो त्यो 30,000 जान्छ ए 35,000 भनेछु मैले हो त नि 35,000 भनेछु अब बेच्दिनँ मैले अब सुमारी हालेँ अब त अब त लाग्छ होला नि कहाँ हो नि अब त लाग्छ दाइ बेच्नु हुँदैन अब हलाला नि कसरी त होला अरू त मान्छेलाई त हान्दैन अरू त मान्छेलाई हो नि त गाह्रो भयो मलाई सन्तोकी हो यसरी कहाँ कसरी हानिदिन्छ ल तान्दिनु यताबाट 2-3 जना दुईजना तान्दिनु उता उता तान्नु यता तान्नु बल गर्नु तान 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 हो ल भयो तान 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 नसुन कतापट्टि फर्काउने हो फेरि ओ यतै मिलेछ तरिका त तरिका भयो ल भन्छ यो छोड्नु यो छोड्नु जुरो हो तपाईँ टाउको ठाउँ जाने तिमी तिमी त्यताबाट होइन त्यताबाट नजानु त्यताबाट नजानु कता हो झप्पै आउला फेरि कहाँनिर हो यो पेटतिर समाउनु ल उठ्न नदिनु है ल त्यो खुट्टो भड्काउन त बाबु यो बान्ने हो बान्नुहुन्छ है अहिलेसम्म तर्की जाने छैन भने नजानिकन त्यसै डाक्टर भइहाल्यो कहाँ जम्मै यहाँको सबैको डाक्टर यिनी भने कति लाख खर्च पर्दैन पर्दैन कति लाख खर्च त्यो पनि उठ्दैन उठाउनु पर्यो मामा कति जान्छ पढ्दाखेरि खर्च उठेन भने जब 9-10 पर्दा त कति जान्छ जोडालाई डसे कि असाध्यै जोडालाई देख्नै पाउँदैन त्यसरी पाल्नु पर्ने अहिलेदेखि त हान्दैन होला नि जोडालाई त हेरे त साँप्रोतिर कटाउनु आउनु मामा हजुर आउनु म छोडिदिनु बलिसम्म है बलिसम्म है त्यो खुट्टा हाँस्यो उता राख्नु यो खुट्टा उता अहिले जस्तैमा नछोड्नु छोड्ने होइन क्या जुरो बल्लीसम्म जुरो भयो सोध्न जानु जुरो भयो हो त्यही एक हातले मात्रै गर्नु त्यता उठ्दैन कि उठ्दैन यतै उठ्छ ढुक्क समाउनु सानो उता लान्छु हो त्यति हो जस्तै
अब त वा फेरि त्यो फर्किन नछुन नछुन बर्बाद नि नै ल ल बर्बाद गर्नु के गर्यो भने राको म्यास तारको पनि मान्दैन तार किलोमा अर्को किलो हानिदिनु क्या के काम हो सन्चै के भन्छ यार यहाँ एक लबाट यता त्यहाँ हेरेर माथिबाट त्यो सानोबाट त्यसलाई गरेर देखेर हेरेको तरेर देखेर हेरेको त्यो खुट्टो नि यसलाई पर्दैन यता यताबाट गर्नुहुने पल्टाउने हो अलिकति तान्नु माथि माथि अलिकति तान्नु हो यति ओके ल सुहाउनु पनि बल्ली सुहाउनु है अब त्यता तपाईँ नछोड्नु ल छोडिदिनु तपाईँ बल्ल समय केही नै हुँदैन है ल ए भाइ तपाईँ नछोड्नु हो तपाईँ नछोड्नु है वा ल ल तपाईँ नछोडेपछि छोड्दिन। खुट्टा टेक्न नपाएपछि केही नै हुँदैन गाह्रो नि देखे होइन खै हेर्दै कोठो देखियो होला नि उठ्छ बुजुर्गको लन फेरि एकदम होसियार है त्यहाँ म त गर्नु म यहाँ उठ्दैन ए बल्लीसम्म है ल बल्ले छ तपाईँले घाँटी कसिएर कसै होइन कसै होइन छैन होला कसै होइन छैन अलिअलि त कसियो के भने नि केही हुँदैन केही नि हुन्न एकछिन नसोधी त हुँदैन गाह्रो नि अब चारजना हुने भने चाहिँ हुने रहेछ कि है तेरो कसरी सर यार हाम्रो नि बलै हो बलै हो इन्द्रनगरले घरले ठटाउँथे के अरे अझ त मिसिन आयो मिसिन मोबाइल नछोडेपछि केही हुँदैन ल ल छोड्दिनँ खुट्टा टेक्न नपाएपछि उठ्नै हुने नि खुट्टाले हो सक्दैन ज्यान जाला छोडिदिनु घिसारे भन्ने मात्र हो त्यति भएपछि ओके घिसार केले घिसार तर हेर्नु त वाह दिवस छ त मैले दर्द ठाम भयो चल्ने त ठामै छैन त अनि त्यसमा दबाई लाउनु पर्छ होला पछि फेरि छ दबाई छ दबाई उनीहरूले ल्याउँछ नि दबाई गाईको त गाई नभएर हो गाई हुने हो नि त झन् ओ त्यो ठुलो टिप्पु देख्नै सक्दैन ए चराउँदा नि घ्याँचो आज त डल्लिन्छ यो त्यो त जित्न सकेर हो आज यतिकै यहीँ बाँधेर हाम्रो नि त्यही रुखमै आज पर्दैन बाँध्नु नि त्यसै छोडिदिने बाँध्नु पर्दैन पर्दैन बाँध्नु म त बाँधेर राखिरहेको छु कि अहिले ल्याएर खोल्ने हो कि कहाँ जान्छ र बाँध्ने भने नि कतै जाँदैन नि जाँदैन फुकाइदिएपछि त डल्लिहाल्यो नि एकदम ध्यान अर्कोतिर है अब एउटा भयो बल्लीसम्म है ल चुप लाग्यो चुप लाग ठिकै बल गर्दो रहेछ नि बल गर्दो रहेछ हो मेसिनको चलाउनु आयो जीवन मिसिनहरू डाक्टरै हुन नर्सै हुन डाक्टर नभए त कहाँ सक्छ ज्वरो बस्छ फेरि ज्वरो बस्यो भने त दुःख दिनु बेस ज्वरो भयो नि भैँसी छैन भने चाहिँ केही नै हुँदैन केही नै हुँदैन दुःख दिन्छ यसलाई लडाएको देखेर त्यो मुर्दा किलो फलेर आएको यता क्यार लाग्यो यस्तो चारबाट किले गर्दैन अनि है भन्छ भन्छ ओ पाउ कसो गरी यार दुईजना मात्रै भयो गाह्रो हुन्छ गाह्रो हुन्छ गाह्रो हुन्छ त्यो त अँठाउनु पर्ने है
एउटाले त्यता दुइटाले यता गर्नु नि दर गरौँला चाहिँ यताको मान्छे चाहिँ दरै चाहिँदो रहेछ अन्त होइन दुईजना जति भएर मात्रै हुन्छ मान्छेलाई नि अलिक हलाउनु गर्नु खोज्छ कि खोज्छ त नि हाम्रो त्यस्तै डेन्जर केही पनि गर्दैन के हो यो घन्टा राम्रो भयो भने मेरो पाला भरिलो पुग्छ हाम्रो मेरो यो पाला भर्नु हुन्छ तेल गरुन्जेलसम्म मैले जोत्नै सक्दिनँ के गर्छ नि ओहो हो त्यो जस्ता जस्तै हुन्छ तपाईँ बुढो भयो अझै 15-16 भाइ लाउँछ के अरे लान्छ लै भन्छ बढी लाउँछ यो त सहरेसी सधैँ हुन्छ नि तेरो सहरे पनि 5-6 वर्षसम्म बहरै हुन्छ के अरे भरै हुन्छ त्यो बुढोमा जाँदैन कि जाँदैन हो त नि बहरकै मलमा जान्छ बर्कै मलमा जान्छ हो त नि यो छोडेर यो ल ए होइन नाक्सेनी के डोरी फेरि डोरी फेरिदिनु बाबु डोरी फेरिदिनु राज हेर्नु त नाखा गयो त नाखा गयो गाँठोले अल्झ आएर हुँदै भयो होइन तेज नछोड्यो नछोड्नु है छोडिदिनु अब नाखी डोरी फेरेपछि त्यसको काम सकिन्छ हो त्यो कति चाहिन्छ भाउ त्यो अड्कलेर त्यो हालिदिनु पर्यो हो गाँठोले हो गाँठो नाखैमा गाँठो पुर्यायो कि त्यसो गरौँ कसरी मिल्छ यसलाई जोडेर मिल्छ कि होइन एकछिन बस एकछिन बस एकछिन बस अब नाखा डोरी फेरिदियो क्या अरू भेजियो सकियो त्यो नाकको डोरी काटिदिनु त यसलाई हँसिल काटिदिनु भयो अनि त्यहाँ कति चाहिन्छ पछि अड्कलेर यो त गाँठो पार पनि नमिल्ने कि यस्तो नर्को डोरो त मिल्दैन त नि फसफसी फुस्किँदो रहेछ बिस्तारै काटे कत्रो हो गाँठो हो यताको हो गाँठो त त्यो झिक्दिनु ल यताडि छ गाँठो डोरी फेरिदिएपछि अनन्द ल्यासै अब अड्कलेर ठ्याक्क बनाइदिनु त्यहाँदेखि चाहिँ कति लामो निक्लिन्छ कति नमिलेर चाहिँ डोरो हेर्नुहोस् दामलाई रहेछ अनि उयो गाँठै नाखैमा गयो कि नाखैमा गयो कि फुली चाहिँ त्यसो अर्को डोरो लिएर आयो यति काटिदिनु ल अझै लामो हुन्छ ल बाबु त्यो तलबाट एक खनको हालिदिनु कि हुन्छ अहिले गरेर यति काटिदिनु ल विदेशबाट ल्याएको डोरो हो यो पहिले यस्तै हाले भए हुने रहेछ कि सुर्केसको होला नि नर्को भन्दा नि यो बलियो नि डोरो त बलियो हुन्छ पहिले हाल्नु पाए नर्को भन्दा नि यो बलियो बलियो पर्खे एकछिन बस पर्खे भ्याएन भने भने त्यसलाई के थाहा त्यसो पछि बल्ल यहाँ त लदिरहेछ त बाबु यी भएन नि मिलेन नि यहाँ ठुटा परेछ कि खेल गरिएन नि कसैले नि बाबुले नि खेल गरेन मैले नि खेल गरेन कसियो भन्ने भयो यहाँ ठुटा कानमुनिबाट ल्याइन्छ कानाले कानमुनि हाल्नु है कानमुनि झिक्नु डक्टर खोलिदिनु भइदिनु हुन्छ अब एकछिन आनन्दै भयो नि ठिक छ ठिक छ ठिक छ त्यो खालि गाँठैमा पुगेर यार हुँदै नआउने यार सब झुन्निने कि त्यो त यस्तो नरम डोरो चाहिन्न चाहिँ पहिला त्यस्तो मुजी डोरो गरिहालियो कामै लाग्यो यसरी गाँठो पारिदिनु त्यो त गाँठो यसरी यसरी गाँठो हाल्दिनु यसरी नि गाँठ पारिदिनु अरे त्यसपछि यो तल यो जोडिदिने डोरी फेरिदिएपछि आनन्द भइहाल्यो नि आनन्द भयो नि यसो नगरी नहुने नि यही बलियो कसिदिनु तपाईँ अब है अलिकति लामो भएको क्या यसलाई यतै गाँठो बाँधिदिनु भने हुन्छ कहिले कहिले यसो तान्न नि मिल्छ नि त्यो माथि भन्यो है
खालि नाखामी समातेर ल्याउने बान्द नि नाखा नसक्नु हुन्छ सकिन्न उताले त्यसो मार्ने अरे भन्छ त्यो त गुरीमा गोरु नखाने नाक्से डोरी लिएर आऊ, डोरी त्यता रह्यो त्यो त देखि गोरु यो डोरी लाने हो क्या गोरुको ना होइन भैँसीको भैँसीको हो, त्यसलाई बन्दी गरिदियो भैँसीको लाग्छ नि हजुर अहिले बनिएन त नि म आज भ्याइँदैन अब भोलि बस्ती गर्नुपर्छ ए हुन्छ हो त्यसो गर्दै पर्खेर त भ्याए अब यो त्यो सेतो डोरी खोलिदिनु त यो हजुर डोरी यो 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 चाहिँ छोडिदिनु अन्त छोडिदिउँ त्यो त्यहाँ त छुट्नु त्यहाँ हजुर त्यहाँ त उ त थिच्नु यता नि खोलिदिनु हो कि जुरोतिर थिच्नु जुरोतिर नछोड्नु त्यहाँसम्म जुरोमा थिच्नु नछोड्नु हो त्यहाँ त्यहाँ थिच्नु नछोड्नु है म खोल्नै छ नि त्यो त यो घाँटी डाउन ठुकाइदिने होला यो पहिला यो खोल्ने यो खोलेर बेसी खोलेर है सानो खोल्ने घाँटीको त अहिले हालै माल्न त होला अब भड्काउँछ है त्यो त नहुनु है ए आधुनिक आनन्द बनाएँ मैले पनि साह्रै काँडै गाह्रो दिएको हेर, जस्तो मलाई भयो। कम्ता दुःख देखाएको थियो त्यसले कम्ता दुःख दिएको थियो मलाई रुवाएर झाडे म रुँदै हिँड्नु मात्रै नमिलेको यस्तो नि त आनन्द बस्छ क्या हो फुकासी धन्न जोडमा त जति जोत्यो उति तल लैजात हो कि हो त्यो मिठो मिठो घर त्यसै राख्ने त्यसै गोरुको जात त जत्रै तल लैजात हो हो त्यही त नि होइन भन्नु त हुँदै हुँदैन गोरुमा त्यही त नि गोरु त हाम्रो त सन्तोकी तेरि हेरेको नि त सन्तोकी हो हाम्रो त राक्षस हो यो त धेरै सन्तोकी नि सिङ्को खोलिदिनु त त्यो सेतो डोरी हजुर सिङ्को हेरियो हो त्यो तान्दिनु हो त्यताबाट तान्दिनु अन्त झुर्को उठेर उ गर्लाई अगाडि नभन है हो त्यो तान्दिनु त आउँछ हो त्यो तान्दिनु मजाले तान्दिनु आउँछ अब त धेरै लाटियो कता लाग्छ अब त आएन त अब त टाढो हुन्छ यो सुर्ती छ तान्दिनु आउँछ सुर्ती छ जान्नु त हो त्यो गाँटो खोइदिनु कि हो ए ल उठाइदिनु अब मुन्टो है खान्छ ओइ बुट ऐ त्यो झिक्नु पर्ने पहिला अन्त नागा लाग्यो डोरी खुब सुहायो नि हेर राम्रो देखियो राम्रो देखियो डोरो ए लाटा यही हाल भने कि ल हाम्रो गोरु सुमानी कार्यक्रम चाहिँ भ्याइयो हामी तिनजना उहाँहरू तिनजना र म एकजना चारजना गरेर हाम्रो यो भर सुमारी कार्यक्रम चाहिँ सकियो यसको नाकको डोरी पनि फेरियो ल यति भन्दै आजको भिडियोलाई यहाँ अन्त्य गर्दछु मन परे लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब गर्न नबिर्सिदिनु होला भन्दै हस् धन्यवाद।